हिँड्नु त बर्खामा त यहाँ त हिँड्नै सक्दैन यार। अस्ति एक दिन पानी परे बेला त यहाँ हिँड्न नसकेको जस्तो भएको थियो। मेन नाका नै यो छ बाटो, त्यही माथि झन् यस्तो भएपछि त कसरी हिँड्ने। सम्बन्धित निकायको चाँडै ध्यान जानु पऱ्यो यस्तो कुरामा। काभ्रे क्षेत्र नम्बर 2 मै पर्ने बाटो हो यो। बाटो चाहिँ अब प्रदेशको पऱ्यो कि अब के को पऱ्यो, जेको पऱ्यो पनि बाटो चाहिँ चाँडो बन्नु पऱ्यो भन्ने कुरा हो हाम्रो चाहिँ। भोट त हालेर आइयो, यस्तो धुलोमा हिँड्नु परेको छ। भोट फर चेन्ज भन्दा भोट फर चेन्ज पनि हालियो, नतिजा के आउने हो थाहा छैन।